साथीहरू होइन यो टेम्पोमा आएको हामी आइपुग्यो फाइनली ओ धन्दालुट अङ्कल हामी चाहिँ फाइनली आयो हजुर माई गड हेर त कति हरियाली हरियाली जता हेऱ्यो त्यतै हरियाली हाम्रो ठाउँ ओ माई गड ओ माई गड हाम्रो घर साथीहरू भगवान दर्शन गरिहाल्यो पहिला केटाकेटी हो ओ माई गड ल डगा पानी भर्नु पर्यो होइन गागरीमा पानी भर्नु पर्यो पहिला सानोको दिन याद आयो सानोको दिनमा त थोरै न धारामा भर्छन् त हामीले 15 ल्याउँछ सानोको दिन याद आउने के भयो के धेरै ठुलो हो कति ठुलो छ हो ए हो साथीहरू हाम्रो चाहिँ यहाँ छिमेकी आन्टी चाहिँ भन्दै हुनुहुन्छ सर्पो छ भन्ने कुरा छ आज दिनभरि हामी हेरौँ होइन छ कि छैन के छ हेरौँ है यहाँ छ भन्ने कुरा छ होइन यहाँ छ भन्ने कुरा छ हाम्रो यहाँ पुरै घाँस पलाएर यस्तो परेछ होइन मम्मीले फुलसुल लगाउनु भएको थियो सर्प भन्ने कुरा चाहिँ देख्न पाएर हुन्थ्यो होइन हेरौँ यस्तो घाम छ यस्तो चर्को घाम छ साथीहरू हुन पनि सक्दैन यहाँ नै पुरै जता हेऱ्यो त्यतै घारी नै घारी छ नि त यति बेलाको लगभग यहाँ चाहिँ पुरै भ्याइसक्नु रहेछ घाँसहरू काटेर अब यो मकै सबै भाँच्ने हो हामीले होइन अनि त्यो मकैहरू यो सब भाँच्ने साथी हामीले आज यो गराएको मकै होइन अनि यो गराएको मकै अनि यो माथिको गराएको मकै यो तिनवटा गराएको चाहिँ मकै भाँच्ने आज हाम्रो साथीहरू होइन एउटा भाँडा हेरेँ हम त्यो सर्प छैन यहाँ यो ठाउँमा छैन सर्प हुने हो सर्पले पनि यस्तो गर्ने बस्छ चिसोमा पऱ्यो अब त्यो खाना खोज्नु भनेर यहाँ आउँदाखेरि खाना यस्तो छ गाई मैले फेरि कम आँखा देख्छु नि गाई यसरी कर्लङ कुर्लुङ भएको देखेर सर्प चाहिँ बाँच्छु म फेरि गाइज आज चाहिँ मेरो मम्मीले गहुँ सुकाउँदै हुनुहुन्छ है यता मम्मीले गहुँ निकाल्न लाउनु भएको छ गहुँ निकाली भ्याउनु भएको छ मम्मीले चाहिँ यता चाहिँ गहुँ निकालिसक्नु भएको छ मम्मीले ल है साथीहरू म चाहिँ गहुँ सुकाउँदैछु गाइज यहाँको हरियाली अनि घाममा बसेर सुकाउन अलग्गै मजा छ है है मम्मी अब म पनि आउनु पर्ला अहिले दाइ ल त भिडियो बनाउनु त भेट्नु स्टार्टै थियो के बिगारिदिउँ भयो फेरि यस्तो लिएर यति त लिएर जाऊँ है जान्छ के लिएर जाऊँ त्यो त पैसा त्यो अलि मसिनो गाडी यो छोड्नु गाइस मम्मीले चाहिँ फेरि उता यता चाहिँ सुकाएर यता लाग्नुभयो यता धान कोदो सुकाउन है यो कोदो है छोरी ए कोदो भन्छ मेरो छोराले गहुँ हो यो गहुँ गहुँ र कोदोमा के नै फरक छ फरक छैन बिचको फरक हो छोराले कोदो पो भन्छ त गहुँलाई यस्तो ससुराले के सोचेर बडानी धन्यवाद टाइमहरु खरा खाना खाइयो साथीहरू होइन अब मकै भाँच्न लाग्नुपर्छ अब मेरो छोराले सुरु पनि गरिसकेछ
म फेरि भात खाने बित्तिकै अङ्खरा लिएर कुवामा पानी खानु जानु लागेको गर्दै गर है आयुष म पानी लिएर आउँछ टाउकोमा केही हाल न टाउकोमा केही हाल न छ टी सर्टहरू हो त्यसो सानी त्यसरी होइन घोगा घोगा भाँच्ने हेर्नु न साथीहरू कस्तो रमाइलो देखिन्छ कि आमा स्वर्ग हो के स्वर्ग स्वर्ग हो क्या मेरो माइती गाउँ त साथीहरू होइन अब यहाँ टक्क बस्ने हो होइन आमा कति आनन्द आउँछ स्वर्गभन्दा पनि रमणीय छ क्या ल खाऊ 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 मेरो भिडियो गरिन्छ कसरी खा हाँस्छ त भाइले काम गरेको देखेर जरा उखाड्ने होइन कि यसलाई यसरी हो यता र त अब मम्मीले सिकाउँछु मम्मीले यता र यस्तो यता र यसरी यसलाई यस्तो गर है आयो त यसरी ओके यस्तो गर्ने यसलाई यस्तो गर है यस्तो गरेर राख्नु माइ ब्लड आयो गाइज ढङ्ग छ हात काट्यो फुल यो टिप्ने त्यो फुल हो कि पात टिप्के पात यसको यता त यो पात टिप्दा हो यस्तो पात टिप्दा अनि यहाँ हाल त ल मिच्यो भने आउँछ जिन्दगी अलि मजाले मिस्टर भइहाल्छ हजुर रस आउँछ क्या त्यसलाई हाल्ने लगाइदियो थ्याङ्क यू गयो नि त मम्मी बेसरी हल्यो अफ गरेर फेरि अन हानम भलियो के यहाँ कुरा के भइरहेको भने नि गाइस यो आइसियो चाहिँ होइन आफ्नो कुनै कुरो मलाई ढाड्दैन होइन अनि सबै कुरो भन्छु कि यसले चाहिँ अनि मैले फेरि दिदी सार हारिदिनँ क्या दिदी सब यसले भनेको दिदीलाई भनिदिन्छु होइन अनि अहिले यसले मलाई भन्दैछ कि मैले तपाईँसँग केही ढाड्दिनँ तपाईँले फेरि मैना दिदीसँग नढाक्ने फेरि मैना दिदी पनि त्यस्तै होला नि मैले के अरे बाबासँग नढाक्ने अनि भनेपछि त मेरो कुरा त सबैतिर पुगिहाल्यो भन्ने कुरा गरेर कि साथीहरू हेर्नु अनि मलाई त दाइ 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 उता उदै उदै उता लामो हाइटवाला गिरगेट अनि यता चाहिँ मेरो मम्मी अनि कति जानु दुधुआमा गाइस मैले दुधुआमाले पुकारे गुरु मुझे आशीर्वाद दो मुझे वरदान दो गाइस मम्मीको अर्को हात पनि काटेर फेरि गाइस अब फेरि जानु पर्यो म चाहिँ गाइस अफ रोडिङ बाटोबाट मम्मी भन्नु हात काट्यो रे भाइ सब दुईवटामा काटिसक्यो गाइस मैले होइन अब अर्को काट्ने होला दुईवटा काटिसक्यो साथीहरू आयुष मेरो दुईवटा हात काट्यो दुईवटा हातेर दुईवटा अम्ला काट्यो जाममा गर यस्तो छ साथी मेरो साल कसरी काटेको र हातमा जानु सबै जानु म तपाईँको पुरै काम गरिदिन्छु आज भाँडा घाम लाउनु लाएर थियो कि तिमी कति लाग्यो त नि लाग्ने भनेर पनि त्यसको आवाज त यस्तो भएको नि त मासु सक्छु बोक्न
अनि यो झोलाको यो झोला यो बोराको बगे होइन यसलाई ठुल्लो घुमाएर स्वाइटै घामाथि हाल्नु पर्ला तर ताको राखेन है कागो गोला ल हाल नि त नत्र ल ल हाल ल हो त नि यतिको बेलामा त त्यति हाल्न नि नसक्ने हो त ल ल ल ल तपाईँ घरको गाडा राखेको त भइहाल्छ होइन नपर यता खुट्टा चाहिँ रोडले फेरि कता पुग्नु लाग्यो नि त सक्दो रहेछ त लु सके के गर्नु भिडियो स्वागत छेउमा नि त ल ल जाने हामी त्यति जाने म चाहिँ धानको लागि धान रोपेछ त्यही भएर धानको लागि एउटा गीत गाउन चाहन्छु ओके 1 2 3 स्टार्ट धान मकै छरौला मुरी मुरी पराउला सुन बारुला छक्कै पारुला सुन बारुला छक्कै पारौला काक्रा फर्सी रोपौला टर्लाङ टुर्लुक फलाउला सुन बारुला छक्कै पारुला सुन बारुला छक्कै पारुला डालो डालो फलाउला काक्रा फर्सी रोपौला डालो डालो फलाउला सुन बारुला छक्कै पारौला छक्कै पारौला साथीहरू हेर्छ त कति रमाइलो साजु हेर के हो त वा के छ मम्मा सबै गर्छ साथीहरू मम्मीले हो मम्मी कोला मस्ती चलिरहेको छ गाइस मस्ती अब रमाइलो भइरहेको छ हामीलाई चाहिँ यहाँ मम्मी कोला हेरेर बस्छ नास्पाती नि आयो खै नास्पाती लिन पर्यो साथी बसिसकेको छ नास्पाती आउँछ गाइज मेरो मम्मी चाहिँ उता मकै बोरामा हाल्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ माथिबाट मम्मीको भिडियो खिच्दैछु गाइज म चाहिँ मम्मी चाहिँ मकै बोरामा हाल्दै हुनुहुन्छ मम्मी यता हेरिदिनु मम्मी त्यहाँ हुनुहुन्छ यता चाहिँ आमा 2x मा गर्नुपर्छ तपाईँहरूले देखाउनु त गाइज त्यहाँ मम्मी हुनुहुन्छ अनि आमा चाहिँ कहाँ त्यहाँ हुनुहुन्छ गाइज आमा चाहिँ बेसरी काम भइरहेको छ त्यस्तो काम गरिराख्नु सक्छ गाइज चाहिँ अब यहाँ गाइज त्यहाँदेखि भइरहेको छ अफ गरिदिउँ अन छ है मम्मी त्यहाँ मम्मी हुनुहुन्छ गाइज म 2x मा देखाउँछु गाइज स्माइल मम्मी त्यहाँ चाहिँ मम्मी यति खानु पोस्दै सेल्फी लाउनु भयो पोके लाइ मम्मी घटक 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 गरेर पिराख्नु पर्छ मम्मीले घुटुक 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 मम्मीले घुटुक घुटुक गरेर पिराख्नु पर्छ मम्मी चाहिँ यतै छ धान 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 धानमा इमान ओला पुली कान तिम्रो आन भाइको कपडा लाएर यसले होइन अब चाहिँ हामी घर जान लागेको फाइनल सबै काम सक्नु हामीले होइन अब खेलाएर मेरो छोराको यस्तो छैन है आज हाम्रो चाहिँ होइन मकै यति भयो मकै चाहिँ यति भयो साथीहरू है ल अब चाहिँ हामी जान लागेको ल अब हामी चाहिँ गाउँछौँ उठाएर थम्केबल्के गरेर हामी चाहिँ लाग्छौँ साथीहरू यो चाहिँ गाइज मम्मीले कोदो हाल्दै हुनुहुन्छ यहाँ कोदो हाल्दै हुनुहुन्छ यहाँ आइज यति लम्बो भएर मम्मीको हाइटभन्दा पनि ठुलो हुनुहुँदो रहेछ हाइट नपाउँ गाइज देखो न गाइज गाइज म चाहिँ ट्रेन्ड फलो गरेर आएको छु मैले 1 वर्षदेखि म 6 वर्षको भयो मैले यो देखेन गाइज अनि दिस इज आवर युनिभर्सल उसको ट्रेन्ड फलो गरेर आएको छु यो सङ मलाई पनि आउँछ गाइज तपाईँहरू पनि सिक्नु होला दिस इज आवर युनिभर्सल हि रोज नथिङ स्टप आवर द्याट्स द निड वी मेकर लेगसी लुका पनि हामी स युनिभर्स है गाइज तपाईँहरू मैले फलो गर्नु होला एमा गएर यता हेर्नु मम्मी स्माइल तब केही चाहिँ लिएर मलाई हात लाग्यो साथीहरू हाम्रो चाहिँ आजको काम सकिसक्यो हामी चाहिँ होइन यसो हात मुख धोएर अब घरतिर जानुको लागि रेडी भइसक्यो हामी साथीहरू है अब चाहिँ घर जाने घरै गरेर अहिले गर्ने अब ढिलो भइसक्यो पानी पर्ला जस्तो भइसक्यो होइन अब चाहिँ हामी जाने यो घरमा यो सबै गर्न मन थियो साथीहरू यो सरसफाइदेखि है सबै गरेर छोड्न मन थियो तर पनि के गर्ने अब पानी छैन मकै भाततिर बल्ल भ्यायो हामी चाहिँ हिँडिहाल्नु पऱ्यो पानी पर्ला जस्तो भइसक्यो साथीहरू है यता हाम्रो तुलसीको तरकारी राखेरै लैजाने रे के भाँडा लिएर आउनु अनि यहाँ छ हाम्रो तुलसीको मठ पनि यस्तो छ होइन यस्तो होइन कति हरियाली कति रमाइलो छ अब यस्तो फोहोर फोहोर हुनु पऱ्यो
के गर्ने अब यस्तै